तानो परेर सुतिरहेछ सर्प त कुन सर्प हो थाहा छैन मलाई चाहिँ अंकल यस्तो गर्दिनु त यस्तो गर्दिनु यस्तो यस्तो उहाँ माथि चढेर झुम्का दिला यस्तो पारा यस्तो यस्तो खोइ या त्यस्तो पारा भयो धन्यवाद तपाईँलाई फाइनली गाइज मैले चाहिँ यो दुईटा लाइनको सकिसकेर अब चाहिँ अघि यहाँनिर सर्प चाहिँ यत्रो चाहिँ कस्तो बचेर त सर्पलाई यस्तो म अलिक सागहरू धेरै खान्छु नि त म त्यही भएर आँखा देख्ने भएको अलिक चेपमा बसेको सर्पलाई पनि मैले ठ्याक्कै देखेँ क्या सर्प 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 भन्दै कराए कोही पनि आएन कोदालोले हानेर पुक्लुकै मारिदिएको थिएँ अब मेरो काम भनेको चाहिँ हो यो लाइनको बाँकी छ अब एउटा अनि सक्यो अनि वहाँनिर चाहिँ एक लाइन चाहिँ अनि हामी चाहिँ घर जाने सो यो लाइनको बाँकी छ अब एउटा यहाँ पनि सर्प भेटिन्छ कि जस्तो लाग्छ घरिघरि तर छैन होला सर्प सम्पूर्णमा हो वा नमस्कार सेवा सबैजना सन्चै हुनुहुन्छ होला म पनि यहाँ एकदमै सन्चै छु अहिले चाहिँ म त्यो पानी बोकेर खेततिर जान आँटेको छु किन होला भन्छ म खेततिर जाँदैछु गाईहरू यहाँ मकैबारी दर्याम हरेका करम अगाडि चाहिँ एउटा कुकुर गइसक्यो अगाडि होइन यतादेखि चाहिँ यो अलिक अर्को बाटो चोकतिर जाने बाटो मकैहरू चाहिँ सबै ठुल्ठुलो भइसकेको छ अब भाँचेर काट्नुपर्ने हुन्छ ढोर चाहिँ हामीले चाहिँ उहाँको मकै काटिसक्यौँ त्यहाँतिरको चाहिँ अब खेततिर जाँदैछु किन होला थाहा पाउनुहुन्छ इलेक्सनमा तपाईँलाई थाहा छैन होला होइन म किन खेततिर जाँदैछु भनेर है यहाँ चाहिँ हाम्रो बाजे हुनुहुन्छ बाजे लु केही भनिदिनु त नातिको भिडियोमा बाजेलाई चाहिँ तिर्खा लागेछ र यहाँ पानी खानु हुँदैछ है अहिले समेत काम गर्दा यहाँनिर बाजेको खेतहरू प्यास लाग्यो भने चिसो पानी खुवायो नातिले नाति है जय जय होस् है हस् बाजे हस् अब यहाँ चाहिँ हाम्रो अर्को बाजे हुनुहुन्छ म चाहिँ साह्रै नै बाजेलाई पानी खुवाएर लिएको यहाँ काम गर्नुहुन्छ त्यो थकित परेको बेलामा पानी यहाँ चाहिँ धानको बिउ छ है गाई चाहिँ मित्रहरू अब यो बिउ चाहिँ यहाँ रोप्नु पर्ने हुन्छ अर्को बाजे चाहिँ यहाँ हुनुहुन्छ हाम्रो घरको बाजे बाजे पानी नखानु ने चप्पल चाहिँ राख्छु अब म चाहिँ यहाँ काम गरेको ठाउँमा आइसकेँ अनि म चाहिँ सबैलाई धर्म गर्दै हिँड्छु क्या गाईहरू यो जतालाई तिर्खा लागेको हुन्छ पानी ल्याइदिन्छु होइन त्यही हो देख्न सकिहाल्नुहुन्छ यहाँ अघि एउटा त्यहाँ बाजेलाई अनि यहाँ अनि अर्को पनि ल्याइदिइरहेको छु पानी खानु मन आँटिसक्नुभयो होला यस्तो काम गर्नुहुँदैछ तपाईँहरूले देख्न सकिहाल्नुहुन्छ होइन अब चाहिँ यो पानी यहाँनिर खुवाउनु पर्ने हुन्छ अनि बाजेलाई चाहिँ रक्सी अनि यहाँ हौ अनि किन बोकिने यता होइन त्यतिकै भनेको त पानी नखाने भन्नुहुँदैछ नि त बाजेले तिर्खा त मैले नि उहाँबाट पानी नखाइकन आएको म पनि खानुपर्ने कति मिठो भयो होला है पानी पनि यो चाहिँ आली ताछेको यसरी आली ताच्नुपर्छ अनि यो आली ताछिसकेर चाहिँ यसरी आली पनि लगाउनु पर्छ खेत चाहिँ अब गजार गर्ने बेला भएको छ गजार गरिसकेपछि एक दुई दिन राखेर मजाले माटो कुहाएर अनि रोपिन्छ रोप्ने बेला फेरि जोतिन्छ गाईहरू अलिक छेउ है चिल्लो बनाएर तपाईँले गरेर बाजेको गाली खानुहुन्छ अलिक यता तान मैले गरेर त खाँदिनँ कता यतातिर तान न तल्लो तल्लोसम्म खान यसरी काम गरिराखेको यहाँ देख्न सकिहाल्नुहुन्छ तपाईँहरूले मजाले कोदाले गतिले नलिएको अनि के दाइ मेरो सर बाँदर तानो परेर सुतिरहेछ सर्प त कुन सर्प हो थाहा छैन मलाई चाहिँ सर्प निस्क्यो
फाइनली गाइज मैले चाहिँ यो दुईवटा लाइनको सकिसकेर अब चाहिँ अघि चाहिँ यहाँ मैले सर्फ मारेको थिएँ कहाँ भन्दाखेरि हो यहाँनिर सर्फ चाहिँ यत्रो चाहिँ मलाई झन्डैले टोक्यो क्या म चाहिँ अनि कस्तो बचेर होइन कस्तो बचेर त सर्फलाई यस्तो म अलिक उयो के भन्छ सागहरू धेरै खान्छु नि त म त्यही भएर आँखा देख्ने भएको छु कि अलिक त्यही भएर नि यस्तो आलीको चेपमा बसेको सर्फलाई पनि मैले ठ्याक्कै देखेँ क्या त्यहाँदेखि अनि मैले सर्फ भन्दै कराएँ कोही पनि होइन अनि मैले कोदालोले हानेर पुक्लुकै मारिदिएको थिएँ अब मेरो काम भनेको चाहिँ हो यो लाइनको बाँकी छ अब एउटा त्यहाँदेखि चाहिँ अनि सक्यो अनि वान र चाहिँ एक लाइन त्यति भएपछि चाहिँ अनि हामी चाहिँ घर जाने सो यो लाइनको बाँकी छ अब एउटा यहाँ पनि सर्फ भेटिन्छ कि जस्तो लाग्छ घरिघरि तर छैन होला सर्फ यसको बच्चाहरू हुनसक्छ तर त्यही थियो बच्चा न बच्चा सानो न सानो होइन अब त्यसको चाहिँ बच्चाहरू त झन् कहाँबाट हुन्थ्यो अब यो लाइनमा म यस्तो वहाँसम्म खन्नुपर्ने हुन्छ यताको चाहिँ खनिसक्नु भएको छ हिजो अस्ति के अरे बाजेले अब यहाँ पनि सर्भ हुनसक्छ ठाउँ चाहिँ यस्तो चाहिँ यहाँनिर अलिकति डर चाहिँ लाग्छ र पनि म डराउँदिनँ डर चाहिँ लाग्छ हल्का हल्का भयो नि मेरो चाहिँ यहाँ घाउ भएको छ क्या यहाँनिर घाउ भएकोले मेरो यो एउटा काँडा हुन्छ यस्तो हो यो काँडाले मलाई घुच्चे गर्छ घरि त्यही भएर म धेरैभन्दा धेरै जोगिएर काम गरिरहेको छु अहिलेसम्म चाहिँ ऊ यहाँनिर चाहिँ भर्खरै गरिसकेर आउनु हुँदैछ यहाँ मलाई सघाउनलाई भर्खर आउनु भएको नि त बिनियाबे चाहिँ काम गर्नलाई त्यही भएर अनि म एक्लै हुन्छु नि त यत्रो छ अब उहाँसम्मको होइन त्यही भएर खन्न चाहिँ मलाई गाह्रो हुन्छ भन्ने थाहा पाइसक्नु भएको रहेछ त्यही भएर यहाँ सघाउन आउनु हुँदैछ लु पर्दैन भयो यतिसम्म म गरिहाल्छु नि पर्दैन लिनु त यति त एकैछिनमा हौ बाजे चाहिँ उहाँ करा हुनुहुन्छ हामीलाई हजुर हस् मेरो चाहिँ यो लाइन मात्र बाँकी छ त्यहाँदेखि मेरो पनि सकिन्छ त्यहाँदेखि घर जाने म चाहिँ बिनेराको अझै एक लाइन बाँकी छ उहाँसम्म भोलि आएर गर्ने अरे त्यो चाहिँ चुप तैँले सघाउँछ सब भाइ यस्तो खन्दा चाहिँ सर्पको टाउकै काट्यो क्या बसेको भयो अनि त्यहाँदेखि अनि कहाँ छ त्यहाँ अगाडि जानु त हेर्दै रोडको साइडमा हेर्दै यो सानो न सानो त्यो सर्पले टोक्यो भने के हुन्छ बिचरा कुन सर्प यो सर्पले त टोक्दैन हौ यहाँ चाहिँ धान पाकिसक्यो अब धान काटेर अनि फेरि रोप्छ यहाँ चाहिँ धान रोपिसकेपछि होइन माछा चाहिँ खतरा पाउँछ क्या यहाँनिर माछा मार्नु चाहिँ लास्टै मजा आउँछ हेर्नु त यहाँ यति भाँसिरहेको छ हिल्दै छ अहिले चाहिँ धान चाहिँ यत्रो भएपछि माछा मार्न आउनुपर्छ बल झिलेर त्यहाँदेखि चाहिँ माछा खतरा पर्ने हुन्छ क्या त्यही भएर अनि यत्रो मिहिनेत गरेपछि त झन् माछा बढ्छ नि त त्यही भएर अनि यहाँ मैले माछा कति समातिसकेर अब अनि मैले छोडिरहेको छु पछिको लागि भनेर अहिले चाहिँ त्यत्तिकै छोडिरहेको छु अब पछि धान रोपिसकेपछि चाहिँ माछा त्यहाँदेखि हेर्नु होला कति हुन्छ पालेको भन्दा बढी हुन्छ उफ कपडाको हालत यस्तो छ गाइज अहिले चाहिँ हाम्रो काम सकेर हामी चाहिँ अहिले घरतिर लाग्दैछौँ काम त सकेको छैन पुरै र पनि आधी काम गरेर आधी कल चाहिँ यो मान्छे हो होइन मेरो चाहिँ काम सकियो उसले चाहिँ आधी मात्र गरेर एक लाइन बाँकी नै छ गर्न नै भोलि गर्ने त्यही भएर अनि पानी र कोदालो चाहिँ फर्काएर हामी घरतिर गएको बाजेले चाहिँ अझै पनि सक्नु भएको छैन काम गरेर अनि हामी चाहिँ अब टक्क लगाएर घरतिर जाने अनि भोलि फेरि काम गर्न आउने त्यही हो हेर्नुहोस् हाम्रो गाउँको भ्यू यस्तो छ होइन यहाँ अब मकै पनि भाँच्नु पर्ने छ मकै चाहिँ केलाई अब यो सुकेपछि अनि केलाई भाँच्छ अब ए धान रोप्नलाई ढोड काट्नु पर्ने छ यो चाहिँ नामसाईको खेत है गाईहरू यहाँदेखिको त्यहाँसम्म नामसाईको जग्गा खेत होइन यस्तै छ पारा काम दाम छैन खुस्ता अङ्कल यस्तो गरिदिनु त यस्तो गरिदिनु त यस्तो उहाँ माथि चढेर झुम्का दिला रे झुम्का यस्तो क्या यस्तो पारा यस्तो खोइ या त्यस्तो पारा भयो धन्यवाद तपाईँलाई
आइदिने हो कि खैल ए म त हिँड्दैछु बाटोमा सुन्तीहरू हुन्छ लाटोमा तेरो मिलेन जाड खानुपर्छ बोतलमा ए जाड खानुपर्छ बट्टामा ए सुल्टिनीहरू फटाम ए खेतबारी जान्छु खन्नलाई सोल्टिनीको बुढा बन्नलाई ए सेवारो हजुर फाइनली गाइज हामी चाहिँ अब घर आइपुगेको छौँ। र यता हुनुहुन्छ हाम्रो चिङहाङ बाजे मेरो यो युट्युब च्यानलमा तपाईँलाई स्वागत छ तपाईँलाई स्वागत छ वेलकम के गर्नुभयो खेल्नु भएको के गर्नुभएको भन खोइ खेलेको जस्तो देख्छु केटाकेटी जस्तो के खेलिराख्नु भएको त्यो घाँससँग अहिले चाहिँ हामी फाइनली घर आइसकेको छौँ होइन। अब चाहिँ उता यहाँ चाहिँ हाम्रो देविका बोजू केटाकेटी जस्तो खेलिराख्नु भएको रहेछ। अब हामी पनि खेल्न जान्छौँ उतातिर अर्को पल्लो घरतिर होइन। त्यही छ, यो चाहिँ टोइलेट हो। अस्ति यो पनि हुन्डरीले उडाइदिएको त्यो टिन हुन्डरीले गर्दा विजय भएको थियो। यहाँ पनि यहाँनिर यो चाहिँ हाम्रो टोइलेट हो। ग्वाली गोठ बाख्राको यहाँ कल छ, यहाँ लिक्सीको गोठ, यहाँ भोगटे, यहाँ नरिवलको डेट एक्सपायर भयो, सुपारीको टाइम गयो। यहाँ छ फुलबारी अस्ति भर्खर बनाएको यो टोइलेट कति साह्रो गनाएको। कस्तो राम्रो फुल फुलिरहेको छ देख्नुभयो मेरो फुलबारीमा फुलेको फुल ओइलेर जान्छ मन मेरो जाँदैन। कस्तो राम्रो फुल फुलेको छ नि ओहो त्यसै गरी हाम्रो बोजू हुन्छ होइन गाईहरू अहिले चाहिँ सातबत्ती गर्नु हुँदो रहेछ बोजू चाहिँ। अब हामी पनि सातबत्ती नुहाउँछौँ। धन्न लाइन चाहिँ आएको रहेछ। यहाँ यस्तो छ घरको हालत। यहाँ चाहिँ 2 डोको घाँस काटेको अघि मैले चाहिँ होइन तर बोजूले काट्नु भएको थियो। 1 डोको त मैले काटेर गएको हौ। सुँगुर फारम पनि छ यहाँ चाहिँ। र आजको भ्लग यति नै भन्दै बिदाई हुन चाहन्छु। क्यामराम्यान विनय राई र भ्लगर नामसाङ राईज्यूको साथमा सबैलाई लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। त्यसै गरी बेल आइकन पनि अर्को भिडियो दाबिदिनु छिटै होला। आउँछ, सो सबैजनाले हेरिदिनु होला। हस्त धन्यवाद।